कसरी मुद्राहरूको किनबेच हुन्छ र कसरी सानोभन्दा सानो मूल्य परिवर्तनले पनि ठूलो नाफा वा घाटा ल्याउन सक्छ? यदि छ भने आजको विश्लेषण त्यसैमा केन्द्रित छ। यो प्रश्न सुन्दा अलि अनौठो लाग्यो होला, होइन? तर विश्वास गर्नुहोस्, अन्डा र पैसा बीचको यही समानताले मुद्रा बजार कसरी चल्छ भन्ने कुरालाई एकदमै सरल तरिकाले बुझाउँछ। लौ, यो रहस्य खोलौँ न त। जसरी हामी पसलमा 1 दर्जन अन्डा किन्छौँ नि, फोरेक्समा पनि पैसा यस्तै निश्चित प्याकेटमा किनबेच हुन्छ। यो मानकीकरणले बजारलाई व्यवस्थित र सबैका लागि एउटै नियममा चल्ने बनाउँछ। अनि फोरेक्समा यही प्याकेटलाई भनिन्छ लट। लटको आइडिया त आयो। अब यसको अलि प्राविधिक परिभाषा हेरौँ। ट्रेडिङ गर्दा यो शब्द बारम्बार सुनिन्छ, त्यसैले यसलाई राम्ररी बुझ्नु एकदमै जरुरी छ। एकदमै सरल भाषामा भन्नुपर्दा लट भनेको कति मुद्रा किन्ने वा बेच्ने भनेर नाप्ने एउटा युनिट हो। ट्रेडिङ प्लेटफर्ममा राखिने हरेक अर्डरको लागि यो एउटा स्ट्यान्डर्ड साइज हो, जसले गर्दा विश्वभरका सबै व्यापारीहरूका लागि कारोबार एउटै मापदण्डमा हुन्छ। यहाँ हेरौँ न, सबैभन्दा चलेको स्ट्यान्डर्ड लट भनेको 1 लाख करेन्सी युनिट हो। तर आत्तिनु पर्दैन, यति ठूलो रकमबाटै सुरु गर्नुपर्छ भन्ने छैन। ब्रोकरहरूले मिनी, माइक्रो र न्यानो जस्ता साना साइज पनि दिन्छन्, जसले गर्दा नयाँ सिक्नेहरूलाई पनि बजारमा छिर्न सजिलो हुन्छ। तर एउटा कुरा, यत्रो ठूलो लट साइज किन चाहियो त? 100-200 युनिटमा ट्रेड गर्दा के हुन्थ्यो र? हो, यसको जवाब पिप्स भन्ने कुरामा लुकेको छ। लट, पिप्स र मूल्य बीचको यो महत्त्वपूर्ण सम्बन्धलाई बुझौँ। फरेक्समा पैसाको मूल्यमा हुने एकदमै सानो परिवर्तनलाई पिप्समा नापिन्छ। यति सानो कि प्राय 1 पैसाको पनि सानो टुक्रा जति। हामी मूल्यको चौथो दशमलव स्थानसम्म हेरिरहेका हुन्छौँ। सोच्नुहोस् त, जस्तै 0.0001। धेरैजसो करेन्सी पेयरको लागि 1 पिप भनेको यति नै हो। खासै केही होइन जस्तो लाग्छ, होइन? तर जब यसलाई ठूलो लट साइजसँग जोडिन्छ, तब यो सानो चालको पनि ठूलो अर्थ हुन्छ। ल, यस्तो झिनामसिना परिवर्तनबाट कसरी राम्रै नाफा वा घाटा हुन सक्छ त? हो, यसकै लागि त चाहियो ठूलो मात्रामा कारोबार। जब ठूलो लट साइजमा ट्रेड गरिन्छ, हरेक पेपको चालको पैसामा मूल्य बढ्छ अनि त्यो सानो परिवर्तन पनि महत्त्वपूर्ण बन्छ। यसले कसरी काम गर्छ? यहाँ हेरौँ। US Argent/USD को लागि स्ट्यान्डर्ड लटमा 1 पिप चल्दा $10 फरक पर्छ। तर त्यही 1 पिप माइक्रो लटमा चल्यो भने जम्मा 10 सेन्टको फरक। मतलब लट साइज जति ठूलो, हरेक पिपको चालको मूल्य त्यति नै ठूलो, अनि नाफा र घाटा पनि त्यति नै ठूलो। यो सब सुनेपछि एउटा प्रश्न त पक्कै आयो होला। सामान्य मान्छेले $1 लाख जस्तो ठूलो ट्रेड कसरी गर्ने? के त्यसको लागि ब्याङ्कमा टन्नै पैसा हुनुपर्छ? खुसीको कुरा पर्दैन। यसको जवाफ हो लिभरेज। फोरेक्स ट्रेडिङको सबैभन्दा शक्तिशाली तर सबैभन्दा खतरनाक औजार पनि। लिभरेजलाई यसरी बुझौँ। ब्रोकरले ठूलो ट्रेड गर्नको लागि पैसा सापटी दिए जस्तै हो। यो एक किसिमको छोटो अवधिको ऋण हो, जसले गर्दा सानो पुँजीबाट पनि ठूलो खेलाडीले जस्तै ट्रेड गर्न सकिन्छ। यो सापटीको बदलामा ब्रोकरले एउटा गुड फेथ डिपोजिट माग्छ, जसलाई मार्जिन भनिन्छ। यो कुनै शुल्क चाहिँ होइन है, यो त धितो जस्तै हो। ट्रेड बन्द गरेपछि घाटा नभएको खण्डमा यो पैसा फिर्ता आउँछ। ल, लिभरेजले कसरी काम गर्छ त? पहिलो, सानो डिपोजिट यानि कि मार्जिन राखिन्छ। दोस्रो, ब्रोकरले त्यसको आधारमा धेरै ठूलो पोजिसन ट्रेड गर्न दिन्छ। जस्तै 100:1 लिभरेजमा $1 लाख को ट्रेड गर्न जम्मा $1000 को डिपोजिट भए पुग्छ। अनि तेस्रो, नाफा वा घाटा जे भए पनि त्यो खाताको ब्यालेन्सबाटै मिलाइन्छ। ल, अब हामीले लट, पिप्स र लिभरेजको कुरा बुझ्यौँ। अब यी सबैलाई जोडेर एउटा उदाहरण हेरौँ न त। वास्तवमा नाफा र घाटा कसरी हिसाब गरिन्छ त्यो हेरौँ। यो उदाहरण हेरौँ है। पहिलो, USD CHF को एक स्ट्यान्डर्ड लट 1.4530 को आस्क मूल्यमा किनेको मानौँ। केही घण्टापछि मूल्य बढेर हाम्रो पक्षमा आयो अनि 1.4550 को बिड मूल्यमा बेचेर ट्रेड बन्द गरियो। यहाँ 20 पिप्सको नाफा भयो। अब त्यो 20 पिप्सलाई प्रति पिपको मूल्यसँग गुणन गरेपछि कुल नाफा निस्कन्छ। यसरी लट साइज र पिप्सको संख्या जोडेर वास्तविक नाफा निकालिन्छ। एउटा कुरा चाहिँ याद राख्नुपर्छ, किन्दाखेरि जहिले पनि अलि बढी मूल्यमा यानि कि आस्क प्राइसमा र बेच्दाखेरि अलि कम मूल्य यानि कि
बिड प्राइसमा कारोबार हुन्छ। यो दुईटा मूल्य बीचको फरकलाई स्प्रेड भनिन्छ। यो चाहिँ ब्रोकरले कारोबार गराइदिए बापत लिने एक किसिमको कमिसन हो। लिभरेजले नाफा बढाउँछ सुन्दा त कस्तो मजा आउँछ होइन, तर सिक्काको अर्को पाटो पनि हुन्छ। यसमा भएको जोखिम बुझ्नु एकदमै जरुरी छ, किनभने लिभरेजले नाफा जति सजिलै बढाउँछ घाटा पनि त्यति नै सजिलै बढाउन सक्छ। नाफा बढे जस्तै लिभरेजले घाटालाई पनि त्यही अनुपातमा बढाइदिन्छ। त्यसैले आफ्नो ट्रेडलाई टिकाइराख्न खातामा एउटा न्यूनतम ब्यालेन्स यानि कि इक्विटी हुनैपर्छ। यो मार्जिन ब्रोकरको लागि पनि एउटा सुरक्षा कवच हो। यदि घाटाले गर्दा खाताको ब्यालेन्स त्यो न्यूनतम स्तरभन्दा तल गयो भने ब्रोकरले ट्रेड आफै बन्द गरिदिन सक्छ। हो, यही डरलाग्दो अवस्थालाई भनिन्छ मार्जिन कल। यो वास्तवमा अझै धेरै घाटा हुनबाट बचाउनको लागि बनाइएको हो। यो एक किसिमको सेफ्टी मेकानिजम हो। यहाँ भनिए झैं यो सिस्टमले खाताको ब्यालेन्स नेगेटिभमा जानबाट रोक्छ, जसले ट्रेडर र ब्रोकर दुवैलाई ठूलो घाटाबाट बचाउँछ। यो एउटा महत्त्वपूर्ण सुरक्षा हो। ल त्यसो भए आजको सबैभन्दा ठूलो सिकाइ के हो त? लिभरेजले सानो मूल्य परिवर्तनबाट नाफालाई त बढाउँछ, तर त्यसले घाटालाई पनि उस्तै गतिमा बढाउँछ। यो दुई धारे तरवार जस्तै हो। त्यसैले त फरेक्स ट्रेडिङमा रिस्क म्यानेजमेन्ट सबैभन्दा महत्त्वपूर्ण हुन्छ। अब लट र लिभरेजबारे थाहा पाएपछि प्रश्न उठ्छ, के यो शक्तिलाई जिम्मेवारीपूर्वक प्रयोग गर्न सकिन्छ त?